पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको अतरियामा राजा महेन्द्रको शालिग फेरि राखिने भएको छ। अतरिया चोक कुरूप बनेको र इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको शालिग फेरि राख्ने तयारी थालिएको छ। सुदूरपश्चिमको अस्थायी र स्थायी राजधानीको बीचमा पर्ने अतरिया चोकमा राख्न 10 लाख खर्चिएर महेन्द्रको शालिग बनाइँदैछ। निर्माण कम्पनी र कृषि व्यवसायमा आबद्ध नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि हरिदत्त भट्टराईको अध्यक्षतामा 21 सदस्यीय शालिग पुनर्निर्माण समिति बनाइएको छ। पछाडिको पीढ़ीलाई इतिहासका शासकबाट राम्रा के काम भए भन्ने बारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ। यसो अब राज्यको सम्पत्तिको जो राज्यका संरचनाहरू छन् त्यसको संरक्षण गर्नु हर नेपालीको दायित्व हो। त्यो हामी संरक्षण मात्र गर्न हौं। जुन नेपालको संविधानको धारा 48 को गहले पनि हर सार्वजनिक सम्पत्तिको संरक्षणको भागीदार हर प्रत्येक नागरिक हुन्छन् भन्ने मान्यता छ। त्यही हिसाबले पनि हामी हाम्रो इतिहास मेटिन दिन्नौं, मेट्नु हुँदैन र मेटिनु नराम्रो कुरा हो भनेर जब हामी आफ्नो विगत इतिहासलाई संरक्षण गर्ने र भावी सृजनशील कार्यहरूलाई अगाडि बढाउने भन्नेतिर का हिसाबले पूर्णतया एकदम राजावादी गणतन्त्रवादी अर्कोवादी कुनै वाद रहित हिसाबले स्वतन्त्र हामी राष्ट्रप्रेमी युवाहरूले यसलाई इतिहास संरक्षण गर्न पर्छ भनेर इतिहासको संरक्षणका लागि हामी राजा महेन्द्रको शालिगलाई भत्किएको शालिगलाई पुनः जस्ताको त्यस्तै जुन अवस्थामा थियो त्यस्तै गरेर त्यसमा थप नयाँ नेपालको चुच्चे नक्सा सहित अनि सकिन्छ भने हाम्रो बजेटले भ्यायो, दाताहरूले दियो र सरकारी निकायहरूले हामीलाई सहयोग गर्यो भने मूर्तिको वरिपरि अलि टाढाबाट अतरिया चोकमा फाउन्टेन सो पानीको छहराहरू पनि राख्ने योजनामा छौं। शालिगसँगै नेपालको चुच्चे नक्सा पनि धातुबाटै बनाएर चोकमा राखिने उनले बताए। बजेटले भ्याए वरिपरि पानीको पोखरा पनि बनाइनेछ। शालिग बनाउन सरकारी निकायसँग पनि बजेट मागिने भट्टराईले बताए। सार्वजनिक रूपमा सहयोग आह्वान गर्ने र नभए व्यक्तिगत लगानीमा शालिग बनाउने योजना रहेको उनले सुनाए। शालिग निर्माणका लागि सुरुमा सबै निकायमा सहयोग माग्ने भट्टराईको भनाइ छ। इतिहाससँग जोडिएका सम्पदाको संरक्षण गर्नु देशप्रेमी युवाको दायित्व रहेको उनको भनाइ छ। अतरिया सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेलधुरा र चिसापानीबाट आएका बाटा यही मिसिन्छन्। अतरिया चोकमा 2043 सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको शालिग अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो। राजमार्ग बनेपछि 2042 सालमा धनगढी नगर पञ्चायतका प्रधान पञ्च बनिसकेका योगीराज पन्तको संयोजकत्वमा महेन्द्र राजाको शालिग राख्न समिति बनेको थियो। पन्त र उनका सहयोगीले भारतको राजस्थानका मूर्तिकारलाई महेन्द्रको शालिग बनाउन लगाएका थिए। एकै ढुङ्गामा कुदेर बनाइएको जस्तो देखिने त्यो 6 फिटको शालिग ट्रकमा जयपुरबाट अतरिया पुर्याइएको थियो। 2052 देखि 2058 सालसम्म राष्ट्रिय सभा सदस्य रहेका केया चौधरीका अनुसार शालिग अनावरण गर्न राजा वीरेन्द्र हेलिकप्टरमा अतरिया आएका थिए। अतरिया चोकमा स्थापना गरिएको महेन्द्रको शालिग वरिपरि हरियाली थियो, फूलहरू रोपिएका थिए। सानोतिनो पार्ककै रूपमा यसलाई बनाइएको चौधरीको बुझाइ छ। दोस्रो जनआन्दोलनका बेला त्यो शालिग ढालिएको थियो। शालिगका खुट्टा भाँचिएपछि तल खसेको थियो। त्यसको टाउकोको भाग फुटाइएको थियो। घाँटीदेखि घुँडासम्मको भाग अझै अतरिया चोकमा लडेको छ। गोदावरी नगरपालिकाले विज्ञापन एजेन्सीबाट शुल्क लिने गरी यो चोकमा 10 वर्ष पोल राख्न दिने सम्झौता गरेको छ। 2074 मै यस्तो सम्झौता गरेपछि नगरपालिकाको चर्को आलोचना भएको थियो। नगरपालिकाले प्रदेशलाई चिनाउने भन्दा पनि कमिसनका लागि विज्ञापन राख्न दिएको आरोप लागेको थियो। चोकमा राखिएको विज्ञापनका पोस्टरमा ढुङ्गा र गुलेली हानेर क्षति पुर्याउन थालेपछि एजेन्सीले विज्ञापन राख्न छोड्यो। स्थानीय स्तरबाट विरोध भएपछि 40% प्रदेश चिनाउने पोस्टर र 60% एजेन्सीका विज्ञापन राख्ने कुरा भएको छ। अहिले अतरिया चोकमा नयाँ विज्ञापन
राखिएको छैन, बरु पुराना पोस्टर च्यातिएर झुत्रा भएर झुन्डिएका छन्। उक्त समितिले जिल्ला प्रशासन कार्यालयसँग पनि यो विषयमा छलफल गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सरोकार राख्नेहरूसँग समन्वय गरेर कसैबाट रोकावट नआए शालिग बनाउने काम गर्न सकिने बताए।